अहिले भयो अहिले क्यामेरा मात्रै देखाएर आयो मैले गएर कोही चापको खोइ पिएनस् है टोपी त यस्तो बेकारको रहेछ है के चुनाल त्यो दिले नि के गरौँ काटौँ पहिला बत्ती निभाउने बत्ती पहिला सबैले ताली बजाए ह्याप्पी बर्थडे भन् ताली बजा बच्चाहरू ह्याप्पी बर्थडे भन् न ओए अमृत भन् ह्याप्पी बर्थडे टु यु कोही थियो भनेको छोराको नाम के त सुरज ए ह्याप्पी बर्थडे टु यु काटौँ ह्याप्पी बर्थडे टु यु छोरालाई दिने छोरालाई दिनु पहिला टिका लगाइदिए अनि मुखमा हाले ल नाथ्यो टोपी टोपी खोइ टोपी फ्यालिदिनु ताने चुडाले नि टिप्नु छोरी लगाइदे भाइले लगाइदे टोपी लगाइदियो यसले चाहिँदैन रे अनि टोपी गालातिर नै एउटा दुइटा थोरै दिनु अनि हालिदिनु अनि खुवाइदिनु ओइ डल्लो ल आज ल आम्मा ल मिठो 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 ल आज दशहरा सबै गाटेर सुरुजको है त खुसीलाई ल आज तिमी नै आइरहनु पहिला भाइले खुवाइदियो छोरी न भाइलाई दिनु पहिला भाइलाई आगर भाइलाई दे न अब त खानु तपाईँ ल भयो अब सक्यो यति हो है ल सबैजनाले भाइले टिका लगाइदियो ल तिमीहरू नि आइज यता आइज सबै सबैजना यहाँ आइज कुन जाऊ त फोटो खिच्नु आइज त्यहाँ जाउँ न बस्नु जाउँ न फोटो खिच्नु के भन्छ राजा नाना लाग्छ बस खुसी आइज यहाँ बस तिमी पनि बस उदो हेरेर बस्ने पर हेर्न काम गर्नै छैन यो आज तेरा नाना पाउँछु पहिला भाइलाई खुवाऊ न सबैले पहिला भाइलाई खुवाइसकेपछि हो यसरी भाइलाई खुवाउने ल ल है त ल खुसीले खाऊ खुसीले खुसीले खुवायो ल भाइले ल यता भाइले राजाले देऊ राजाले कहिले आऊ यहाँ नागर आइडलो नखाने रे गयो भनेर सक्यो टोपी त काम लाग्नै छैन त भयो है नि फोटो खिच्नु यसरी चाहिँ आइदैन भाइले हाम्मा गर्दै छोरी ल राजना लिँदैछ न कहाँ बसेको तिमी यहाँ लिँदै पछि आइज हो धेरै खुसी थिएँ मैले त भिडियो मात्र बनाएको छु हेर्नु मैले खिचेको फोटो ल भयो ल यसको मात्रै एउटा खिच्नु पनि यो बस्दै टोपी त खुसीले बोला कोही खुसी उठो उठ जा जानु पर जा राजन उठ जा तिमी जा पर जा न यता उठ्न जा यो टोपी ओर्दै नमान्छु कि यो कस्तो लाग्यो मान्छे छोडिदिनु भयो छोडिदिनु यहाँ तिमीले चाको ओइ खिच्नु त आयो खिच्नु के पनि देख्या त्यो के अरे छोडिदिन्छु हात त हात छोड्नु एउटा खिच्नु ऊ यहाँ हेर्दा छोरो यहाँ सुरास यहाँ नो माथि हेर्न न भयो होला अब स्क्रिनसट गर्नुहुन्छ भिडियोबाट ल ए मेरो वाइफ भयो दिनु न उसलाई दिनु खान्छ होला नि एक बार दिनु भयो भने खानु यो बच्चाहरू